Hello guys, welcome to my YouTube channel. That is my first vlog. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला। हजुरहरुलाई त थाहा नै होला, जुनसुकै सोशल मिडियामा अगाडि बढ्नको लागि हजुरहरुको साथ र सपोर्ट चाहिन्छ भनेर। मलाई थाहा छ हजुरहरुले मलाई साथ र सपोर्ट दिनुहुन्छ भनेर। म अहिले बिहानको समयमा भैँसीलाई डाला काट्न भनेर जंगलतिर आएको छु। सो गाइज म चाहिँ अहिले डाला काट्न लागिरहेको छु र मेरो साथमा छ एउटा मेरो भाइ र यो भिडियो उसले नै बनाएको। भिडियो खिच्दाखेरि अलिक क्वालिटी डार्क खालको खिचेको रहेछ, त्यही पनि ठिकै छ। मेरो यो युट्युब च्यानलमा मैले आफैले फर्स्टचोटि बोलेर हाल्दैछु र हजुरहरूले हेरेर साथ पनि दिनु होला, सपोर्ट अनि कस्तो लाग्छ हजुरले प्रतिक्रियाहरू पनि दिनु होला। डाला काटेर चाहिँ सकिसकेको छु र मेरो भाइले चाहिँ छम्ब्याउँदैछ, लाम्लोमा हालेर भिडियो बनाउँदैछ। बर्खाको समय हाम्रो काम यस्तै हो, बिहान बेलुकी काम गर्नुपर्छ। अब हामी यो भारी बनाएर घरतिर जाँदैछु र भारी पनि सकिसक्यो, भाइ लागिसक्यो अनि म पनि लाग्ने हो। मलाई यो नजारा चाहिँ एकदमै राम्रो लागेर मैले यो भिडियो बनाएको हो। बर्खाको टाइममा जताकतै हरियाली भइरहेको छ र यो भिडियो एकदम मन परेको थियो मलाई। ठाउँ पनि त्यस्तो दामी छ, पानी चुहिरहेको छ हल्का हल्का, हरियाली भइरहेको छ, पानीहरू आइरहेको छ। यति दामी भइसकेको छ कि हाम्रो गाउँतिर चारैतिर हरियाली छाइसकेको छ आजकल। भ्यू पनि यति दामी छ कि नेचुरल एकदम प्राकृतिक खालको छ, के दामी भ्यूहरू छ।